राजबेगीबाट फर्किन्छौँ र बाटोमा केही खानु पऱ्यो जस्तो हाम्रोतिर ढाबा भन्छ नि यहाँ चाहिँ के भन्दो रहेछ भने अब अटोमेटिकली कोइन हालेर किन्नु पर्दो रहेछ you need one lari? Okay. Can you, which is one lari? Okay, I have more money. More money. My friends need money. So, यहाँ चाहिँ अब यस्तो यस्तोमा आएर खाइँदो रहेछ र यहाँ चाहिँ के रहेछ भने यहाँको चाहिँ यो चाहिँ यहाँको टोइलेट रहेछ टोइलेट रहेछ त्यो टोइलेटमा चाहिँ त्यो टोइलेटमा चाहिँ कस्तो हुँदो रहेछ भने हामीले चाहिँ यहाँ एक लारी भन्दो रहेछ क्या एक लारी भनेको एकचोटि त्यो ढोकामा टक्क हालेपछि ढोका बल्ल खुल्दो रहेछ अनि गएर पिछा फेरि आउनु पर्दो रहेछ क्या यहाँ चाहिँ अलिकति वासरुम जान पनि डिफिकल्ट रहेछ र मलाई के लागिरहेछ भने नि पानी किनेर खाँदा फेरि एक लारी अनि एक लारीको पानी सकाउँदाखेरि नि 10 लारी खर्च हुँदो रहेछ क्या 10 चोटि टोइलेट जानुपर्ने यो चाहिँ मलाई अचम्म लाग्यो ओके थ्याङ्क यू सो मच अब म पनि एक लारी लिएर वासिङ गराउँछु थ्याङ्क यू ओके WC टोइलेट रहेछ यहाँ अब यो टोइलेट जानको लागि यो ढोका खुल्दैन अब यो ढोका खोल्नको लागि के गर्न पर्दो रहेछ भने यहाँ चाहिँ मैले अब यसरी कोइन हालेँ अब कोइन हालेपछि बल्ल यो ढोका खुल्यो अब जान पाइँदो रहेछ अथवा लक भयो ओके मैले देखाउन खोजिरहेको थिएँ यहाँको यो टोइलेट इज गुड टोइलेट चाहिँ सफै हुँदो रहेछ ठिक छ म केटी म त छिरिनँ केटाकै हो थ्याङ्क यू